सो आज हामी चाहिँ इटलीमा छौँ र इटलीको प्रचार प्रसार गर्ने क्रममा यहाँ दाइहरूसँग भेट भएको छ। दाइहरू कतिको फिल्म हेर्नुहुन्छ? कतिको फिल्म हेर्नुहुन्छ यहाँ? हेर्छौँ हामी। यो कर्म फिल्मको बारेमा काहीँ कतै सुन्नुभएको थियो? सुनेको त थिएन, अब आज त ट्रेलर लिएर आउनुहुन्छ, ट्रेलर हेरेर हामी सुशान्त केसीको अहिले नयाँ गीत सुन्नु भएको छ कि छैन? पागल दुर्गेश थापाको पनि सुन्नु भएको छैन? अहिले रामलाई म राम जस्तो हरामलाई हराम कर्मा कर्मा सुन्नु भएको छ कि छैन? त्यो पनि टिकटक बनाउनु होला। यो दुर्गेश थापाले गाउनु भएको गाना प्लस सुशान्त केसीको गाना कर्मा फिल्मबाटै हो। फिल्म एकदम राम्रो हुनुपर्छ। सो हजुरहरूलाई म ट्रेलर देखाउँछु, एकदम अनेस्ट फिडब्याक दिनु होला है त। ट्रेलर कस्तो लाग्छ? सो एक्सन फिल्म कस्तो लाग्छ यहाँ? अब फिल्म भनेपछि सबै नै मनपर्छ होइन, एक्सन होस् या चाहिँ अब माया सबै नै ठिक लाग्छ। एक्सन भने चाहिँ मलाई बबाल लाग्छ। एक्सन जानुपर्छ है त। हजुरलाई कस्तो लाग्छ? मलाई त एक्सन मेरो बेस्ट हो होइन। साउथ मुभिज मलाई धेरै मनपर्छ, एक्सन त मेरो बेस्ट हो। हिरो को मनपर्छ त? साउथमा सोध्नु भएको कि नेपाली? नेपालीमा अफकोर्स नेपालीमा नि। नेपालीमा त थुप्रै छ नि अहिले, अब नयाँ नयाँ पनि छ होइन। अहिले लेटेस्ट आउनु भएको चाहिँ स्टोरी पनि खत्रै लाग्यो, एन्ट्री दामी लाग्यो मलाई हिरोको चाहिँ। त्यही हो, त्यही हिरोको एन्ट्री हजुर, त्यही हिरोको एन्ट्री हो। मलाई त भिलेनको एन्ट्री खतरा लाग्यो। प्लस अगस्ते फिल्मको बारेमा यहाँलाई थाहा थियो कि थिएन? अगस्ते फिल्म नाजिर हुसेनको। नाजिर हुसेन त राम्रो हो नि एक्टर, मलाई मन पनि पर्छ। त्यही फिल्म अगस्ते चाहिँ डाइरेक्सन गरिसक्नु भएको डाइरेक्टर सौरभ चौधरीले फेरि डाइरेक्सन गर्नुभएको मुभी हो यो चाहिँ है, यहाँलाई बुझाउनु पर्दा। सो कर्माको चिजलाई के भन्न चाहनुहुन्छ? हामी 24-25 गते हामी यहाँको विराटनगर लाइनबाट जति पनि यहाँबाट आएको कोसिस गरेको त्यो ग्रुप सबै एकैचोटि एउटा हलमा गएर हाम्रो फिल्म हेर्नेछौँ। त्यही हो सेमहरूले भने जस्तै गऱ्यो भने बेस्ट अफ लक छ कर्मा फिल्मलाई। बेस्ट अफ लक छ तपाईँहरूलाई, अनि सबैजना आइदिनु होला हेर्न। हजुर राम्रो फिल्म आएर हेरिदिनुहोस्, मन पराइदिनुहोस्। तपाईँहरू पनि आउनु होला नि। अहिले म के भन्न चाहन्छु भन्दाखेरि जति
त्यसपछि अब यो फोरमा पनि उहाँले नै डाइरेक्सन गर्दै हुनुहुन्छ। सो हेर्न रेडी हुनुहुन्छ? हिरोइन को हुनुहुन्छ होला त गेस गर्नु त? उपासना सिंह ठकुरी हुनुहुन्छ। ओके रमाएन?
फिल्मको बारेमा के भन्न चाहनुहुन्छ? त्यस्तो के छैन, राम्रै छ, राम्रै मजाले नै हिट होस् भन्ने त्यति छ। बेस्ट एक्सन मुभी छ होइन, अब एक्सन मुभी मनपर्नेहरूले चाहिँ हेर्दा हुन्छ, जे फुल अन एक्सन चाहिँ छ। नेपाली मुभीहरू यतिको हुन्छ जस्तो लागेको थियो कि थिएन? आजसम्म मैले यही हेरेकै, एक्सन फुल अन प्लानिङ प्लोटिङ यस्तो टाइपको। हजुर त्यही हो। थ्याङ्क यू सो मच।